साथीभाइहरू सबैलाई ओ काकुसी। आज चाहिँ मैले हाम्रो यहाँ घोडाहरू र गाईहरू चर्ने ठाउँहरू देखाउँदैछु। हामीले यिनीहरूलाई गर्मी मौसममा यो चरणमा हामीले छोडिदिन्छौँ। हामीसँग यहाँ सबैजना हुनुहुन्छ। बस dobro। यो सबै खाली मैदानहरू घोडा गाईहरू चर्नको लागि हो। यहाँ प्रशस्त मात्रामा घाँसहरू छ। यो धेरै ठुलो छ, यो धेरै ठुलो जग्गा छ। आज हामी यहाँ सबै भएर यहाँको अवलोकन गर्न आउँदैछौँ। यहाँ गाईहरू घोडाहरू चरिरहेका छन्। यो हाम्रो फार्मको मात्रै गाईहरू चराउने ठाउँ होइन, यो धेरै व्यवसाय फार्महरू गर्ने व्यक्तिहरूको चराउने ठाउँ हो। उनीहरूले आफ्ना गाई बस्तुहरू सबै यहाँ ल्याएर छोडिदिन्छन्। यहाँ धेरै मात्रामा वस्तुहरू छन्, यहाँ देख्न सक्नुहुन्छ। धेरै छन् यहाँ। आइरे हाम्रा गाई घोडाहरूलाई हामीले यहाँ वर्षको 3 महिना मात्रै गोठमा राखिन्छ। अरू सबै समय हामीले यही चरण गर्ने ठाउँमै छोडिन्छ। हाल म क्रोएसियाको जाग्रेबबाट बोल्दैछु। घोडाहरूको पानीको लागि यहाँ नजिकै एउटा खोला पनि छ। उनीहरूले त्यहाँ गएर पानी पिउँछन्। उनीहरूलाई यहाँ सबै व्यवस्था छ। हाल म क्रोएसियाबाट यो भिडियो बनाउँदैछु। मैले क्रोएसियामा फार्मिङको काम गर्दैछु, त्यसैले मैले हजुरहरूलाई यो भिडियोहरू देखाउँदैछु। युरोपमा फार्मिङ लाइफ यस्तै छ, रमाइलो छ। युरोपमा घोडाहरू गाईहरू पनि मासुको लागि पालिन्छ। यहाँ यसको मासुको एकदम डिमान्ड एकदम हाई छ। आज मैले हजुरहरूलाई हाम्रो गाई घोडाहरू गोरुहरू चर्ने ठाउँको बारेमा केही भन्दै थिएँ। चर्ने ठाउँहरूको बारेमा केही भन्दैछु। यहाँ घाँसको कमी छैन, घाँस उनीहरूलाई प्रशस्त मात्रामा यहाँ छ।
धन्यवाद सबैजनालाई। आज मैले यहाँ हाम्रा गाई घोडाहरू चर्ने ठाउँहरू देखाएँ।